आज अति हामी 16 अध्यायमा पढ्दैछौँ। ध्यानपूर्वक सुन्नु होला अनि एकदम मनमा लिनु होला। मनमा लिने, यो कानबाट नफाल्ने। अनि सुनको थैली बनाएर दिमागलाई सुनको थैली बनाउने अनि सुनको थैलीभित्र यहाँ राख्ने है, बाहिर नफाल्ने, दिलभित्र राख्ने। अनि आज हामी 16 अध्याय पढ्दैछौँ। अनि आफ्नो हातमा फुल लिनु, फुल भएकोले फुल लिनु, फुल नभएकोले आफ्नो मनले अनि मातालाई सम्झना गर्नु, स्वस्थानी मातालाई सम्झिनु, आफ्नो मनको कुरा माग्नु अनि पुरा हुन्छ। मनभित्रको कुरा बुझ्नुहुन्छ देवीले है। अब सुन्नु होला है त। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, आनन्द साथ जलकिँदा गरिरहेका शिवजी ठुलो बेगसित आएका विष्णुलाई देखेर शङ्कित हुँदै सोध्नुभयो, हे गोविन्द, कुन काम परेर तिमी यस्तो बेगसित यहाँ आयौ? श्री विष्णु भन्नुहुन्छ, हे ईश्वर, तपाईँ यता आएपछि जालन्धर तपाईँको रूप लिएर पार्वतीलाई छल्न गएछ, तर उहाँलाई देख्न साथ मूर्छा परेछ। किन मूर्छा पर्यो भने उहाँ चाहिँ पार्वती एकदम पतिव्रता हुनुहुन्थ्यो के, आफ्नो श्रीमान बाहेक अरूसँग हिँड्ने, हाँस्ने, बोल्ने, बस्ने गर्नुहुन्थेन। आफ्नो नित्य कर्म गर्नुहुन्थ्यो। आफ्नो श्रीमानलाई भगवान जस्तो मान्नुहुन्थ्यो, भगवानै मान्नुहुन्थ्यो। त्यही भएर उहाँकोलाई त्यो जालन्धरले छल गर्न सकेन कि, एकदम पतिव्रता भएको भएर। अनि तपाईँको पार्वतीलाई छल्न गएछ, तर उहाँलाई देख्न साथ मूर्छा परेर अनि पार्वतीलाई शङ्का भएर त्यसको जल छल जानेपछि मलाई डाक्नुभयो। म कैलाश पुगेपछि सबै स्थिति थाहा पाएर यता आएको हुँ। अब हजुर चाँडै कैलाश जानुहोस्। म यस्तो जालन्धर कि स्त्री वृन्दाको पतिव्रता। फेरि त्यो राक्षसको श्रीमती पनि एकदम पतिव्रतै रहेछ के। अनि त्यही नाश गरेर शीघ्र आउँछु। विष्णुको यस्तो वचन सुनेर राजहंसको रूप छाडी क्रोधले राता राता आँखा पारेर शिवजी भन्नुहुन्छ, हे विष्णु, त्यसो भए म कैलाश जान्छु। तिमी झट्ट वृन्दाको शर्त लगाएर आऊ। पापिष्ट जालन्धरलाई नमारी छाड्दैन। आफ्नो श्रीमतीको पतिव्रत नष्ट नगर्दासम्म त्यो राक्षसलाई मार्न शङ्करले पनि नसक्नु हुँदो रहेछ। त्यही भएर त्यसरी पतिव्रत नष्ट गर्नलाई उनी त्यहाँ आउनुभयो के। यति भने विष्णुलाई यता पठाएर आफू कैलाशतिर पाल्नुभयो। शिवजी आउनुभएको थाहा पाएर पार्वतीले पाउदै दण्डवत गरी जालन्धर आएको सारा कथा सुनाउनुभयो। तिनको वृत्तान्त सुनेर शिवजी भन्नुहुन्छ, हे प्रिय, त्यो पापी जालन्धर नमारी छाड्दिन। विष्णु वृन्दाको सर डगाउन गएका छन्। तिमी आउन साथ युद्ध गरी त्यसलाई मार्नेछु। उता जालन्धर रूप लिएका विष्णु आएको देखि वृन्दाले टाउको भित्र लगेर बसालेपछि सोधी, हे नाथ, हजुर कैलाशमा जानुभयो। पार्वती कस्ती रहेछन्, राम्री रहेछन्। देख्नुभयो? वृन्दाको प्रश्न सुनि विष्णु भन्दछन्, हे सती, पार्वतीलाई छल्न असम्भव रहेछ। म त भयङ्कर मूर्ति भएको द्वारपाललाई देखेर नै डराई फर्केर आएँ। अरे विष्णुको त्यस्तो कुरा सुनि वृन्दाले यी जालन्धर होइनन्, यी मेरा स्वामी होइनन् भनेर एउटा बोलीबाटै थाहा पाइन् कि। त्यही भएर आफ्नो परिवारहरूको कस्तो छ भनेर बुझ्नुपर्छ।
अब श्रीमानले पनि आफ्नो श्रीमती कस्तो छन् भनेर बुझ्ने, श्रीमतीले श्रीमान कस्तो छन् भनेर बुझ्ने जान्ने, अनि आफ्नो घर परिवार छोराछोरी बाबुआमाले आफ्नो घरको परिवारको बानी बेहोरा बुझ्न जरुर रहेछ। यो च्याप्टरमा भनेको कुराले यसरी सिकाएको छ के होइनन् विष्णु त्यहाँबाट मेरो श्रीमान त यसरी बोल्नुहुन्थेन, किन यसरी भन्नुभयो भनेर उनले यो मेरो श्रीमान त होइन भनेर ध्यान दृष्टिले हेरेपछि आफ्नो श्रीमान नभएको कुरा उनले बुझिन् है। आएछन् भन्ने ध्यान दृष्टिले जानेर युक्तपूर्वक हाउभाउ गरेर विष्णुलाई आफ्नो बसमा पारी 3 बाचा गराएर म फर्केर नआएसम्म यही बसिरहनु होला भने ढोका थुनेर आफू अर्कै घरमा गएर बसिन्। झन् विष्णुले छल्न गएको त उहाँ त्यो जालन्धरकी श्रीमती बिरिन्दाले नै आफ्नो श्रीमान होइन भनेर पहिल्यै चिनिन् होइन। त्यहाँ झन् उनैलाई थुनेर राखिदिनु भयो के। बाटो हेर्दा हेर्दै 4 दिन बितिसक्यो तैपनि बिरिन्दा नआउँदा बाचा हारेको हुनाले विष्णु विवश भएर त्यहीँ बसिरहे। यता महादेवले विष्णु फर्केर नआएको देखि ध्यान दृष्टिले विचार गर्नुभएको त बिरिन्दालाई छल्न गएका विष्णुलाई उसैले पो छली ढोकामा थुनिरहेको थाहा पाई। त्यस्तो शक्ति हुनुपर्छ अरे के। यो कस्तो खालबाट कस्तो कामले आएको छ, यसले के भन्न खोजेको, के गर्न खोजेको घर आउने बित्तिकै मान्छेले बुझ्नुपर्छ अरे। त्यस्तो शक्ति हुनुपर्छ अरे के। पहिलाकोसँग त्यति शक्ति थियो अरे। पाई आफ्नो मायाले एउटा 16 वर्षको अत्यन्त राम्रो बिच्छुक उत्पन्न गरी भन्नुभयो, हे वीर तिमी अन्तपुरमा जालन्धरको घर गई बिरिन्दाले थुनिराखेको विष्णुलाई मागेर ल्याऊ अरे। महादेवको आज्ञा अनुसार भिक्षुक त्यहाँबाट अन्तर्ध्यान भई जालन्धरको घर पुगी अलक जगाए। अलक निराजन भनेर ढोकामा आएर माग्नुहुन्छ नि भिक्षुक, उहाँलाई ढिलो नगरिकन दिनुपर्छ अरे के। त्यसरी मागेको अलक निराजन भन्न आउँदा के दिउँ भन्दाखेरिमा त्यही तिमीले भित्र हजुरले थुनेर राखेको मान्छे दिनु, विष्णुलाई दिनु भनेर माग्नु भएछ के। त्यहाँ उहाँले ढोका खोलेर आफू बाचामा हारेको भएर उहाँले फेरि खोलेर पठाइदिनु भयो भनेको। मैले आजसम्मदेखि जालन्धरको घर पुगी अलग निराजन जगाए। बिरिन्दाले झ्यालबाट हेर्दा अत्यन्त राम्रो योगी, यस्तो योगी मैले आजसम्म पनि देखेको थिएन। मेरो घरमा भिक्षा माग्न पनि कहिल्यै आएको थिएन। अत यस्तो योगीलाई अवश्य भिक्षा दिनुपर्छ। यसो निश्चय गरेर योगीराज मेरो घरमा के माग्ने इच्छाले आयो भनेर सोध्नुभयो। अनि भन, यति बिरिन्दाले भन्दा योगीले भने, तिमीले दिने भए केही कुरा माग्छु, नदिने भए व्यर्थमा माग्दिन अरे। बिरिन्दाले भनिन्, मैले दिन हुने जे मागे पनि दिनेछु। यस्तो बाचा गरेपछि योगीले भने, तिमीले कोठामा थुनिराखेको मानिस मलाई देऊ भनेर माग्नुभयो के। त्यो योगीले भिक्षुकले हजुरले थुनिराखेको मानिसलाई मलाई दिनु। योगीको कुरा सुनि बिरिन्दा चिन्तामा परिन्, किनकि दिउँ भने स्वामी आएपछि के उत्तर दिने, आफ्नो श्रीमान आएपछि के उत्तर दिने। नदिउँ भने बाचा हारियो। अब वचन अनयर्था गर्नु योग्य छैन भने निश्चय गरेर विष्णुलाई कोठाबाट झिकेर योगीको जिम्मा लगाइदिन्। दुवैजना बाहिर निस्किन साथ योगी अन्तर्ध्यान भएर कैलाश पुगी शिवजीलाई सब कुरा विस्तार गरे। विष्णु चाहिँ बिरिन्दाको सर डगाउन आएको आफै थुनेर बस्नु पर्यो। लयर त्यस्तो भएछ। शिवजीलाई के भन्नु भयो होला भनी गरुडमाथि चढी कैलाशमा पुग्नुभयो। गरुडको त्यो भयङ्कर शब्दले मूर्छा परेको जालन्धरलाई चेत आयो र कस्तो शब्द हो भने उता फेरि महादेव
जालन्धरसँग लडे गर्नुभएको छ, त्यो आफ्नो श्रीमतीको शक्ति भएको भएर झन् ऊ लड्दै लड्दै झन् आकाशमा पुग्छ। उहाँले झन् त्यसलाई छेदन गर्न खोज्नुहुन्छ, पल्टाउन खोज्नुहुन्छ। श्रीमतीको पतिव्रत धर्मले गर्दा त्यो श्रीमानलाई भगवानले शङ्कर लड्दा पनि सक्नु भएन के, त्यस्तो हो। त्यहाँदेखि यता यो कुरा भन्न खोजेको हो, चारैतिर हेर्दा विष्णु कैलाशको रक्षा गरेर डुलिरहँदा रहेछन्, पार्वतीलाई छल्न सकिने रहन्छ भनी आफ्ना घर गयो शिवजीले। विष्णुलाई आएको देखि तपाईँ गएको काम पुरा भयो कि भएन भनी सोध्नुभयो। तब विष्णुले सबै कुरा वर्णन गरेर सुनाउनु भयो। अनि शिवजीले वरमा इन्द्र एम आदि 33 कोटी देवता र यक्षा गन्धर्व किन्नर नन्दी बिरिङ्गी चतुर्थी पश्च योगिनी भूत प्रेत पिशाच प्रथम गण जम्मा गरी सबैजना मिलेर पापिष्ट जालन्धरलाई मारेर आयो भन्नुभयो। त्यो सुनि देवताहरू लडाइँ गर्न तत्पर भए। अनि शिवजीले नारदलाई डाकेर आज्ञा भयो, हे देवर्षि तिमी गएर जालन्धरलाई भन, देवताहरू तिमीसँग लडाइँ गर्न आइरहेका छन्। शिवजीको आज्ञा अनुसार नारदजी सरासर जालन्धरको घरतिर गए। उता जालन्धर घर आएको देखि बिरिन्दाले पाउ धोई भित्र लगेर सोधिन्, स्वामी पार्वतीलाई छल्न जानुभएको कसो भयो अब जालन्धर भन्न लाग्यो। हे सती, म शिवजीको रूप लिएर कैलाशमा पुग्न साथ पार्वती मेरो घोडा धुन झारीमा जल लिएर आइन्। तिनको रूप देख्न साथ मेरो होस हरायो। पछि विष्णु गरुडमा चढेर त्यहाँ आउँदा गरुडको ठुलो शब्दले चेता आयो र घर फर्केर आए भनेर भन्नुभयो है। त्यसपछि बिरिन्दा भन्न लागिन्, हे नाथ, तपाईँ